आज मेरो जन्मदिन। बिहान उठेर भगवानको दर्शन गरेर पूजा गरेर मम्मीको हातबाट टिका लाएर आशीर्वाद लिएर गाइजहरू म लागे सिद्ध बाबा मन्दिरतर्फ पूजा गर्नको लागि है त। पूजा गरेर मन्दिरदेखि फर्केपछि गाइजहरू हामी सबैजना भएर गयौँ हन हाम्रो एकदम च्याट्ट लाएर साथीको घर हन। त्यहाँ पनि मेरो लागि थियो एकदम मिठो सरप्राइज। भिडियो चाहिँ लास्टसम्म हेरेर इन्जोय गर्नुहोस् है त। Happy birthday to you. भिडियोको क्रममा अघि बढ्दै गाइजहरू च्याट्ट लाएर अब हामी सबै लाग्यौँ हन मेरो बर्थडेको पार्टी मनाउनको लागि है त। चिल स्प्राइटसँग चिल हान्दै हन सबभन्दा सुरुमा च्याट्ट लाएर गाइजहरू केक काटेर सबैजना रमाएर हन सबैजनाले हेर्न सक्नुहुन्छ मलाई कसरी केक दल्दैका छन् कसरी रमाएका छन् एकदम च्याट्ट लाएर। यिनीहरूलाई केक मात्र खुवाएर पेट भराउँछु भनेको गाइजहरू हन ड्याङ लाएर खाना अर्डर गरेर चुना पनि ल्याइसक्यो। अब च्याट्ट लाएर हामी सबैजना बस्यौँ खाना हन एकदम मिठो पारामा तलदेखि माथिसम्म माथिदेखि तलसम्म गर्दै गाइजहरू च्याट्ट लाएर लास्टमा हन रोटी सब्जी पनि खाएर बर्थडे सेलिब्रेसन कम्प्लिट गरेर हामी सबै लाग्यौँ आफ्नो घरतिर। आजको लागि यति भनेर फेरि अर्को दिन बिहान उठेर गाइजहरू च्याट्ट लाएर रेडी भएर फ्रेस भएर हन म लागेको पाल्पातर्फ है त। पाल्पा आएर जोरदाराको हन बटुक पकौडा चुकाउने नखाने त कुरै छैन हन। गाइजहरू च्याट्ट लाएर मिजुलेर मैले मिठो पारामा यो सबै खानेकुरा खाएर हामी लाग्यौँ अघि है त। अब यति रमाइलो राम्रो ठाउँ इन्जोय गर्दै फोटो खिच्दै गाइजहरू च्याट्ट लाएर हामी बढ्यौँ अघि हन। अब हजुरहरूले पनि देख्न सक्नुहुन्छ हाम्रो पाल्पा कति राम्रो छ भनेर हन। लेट्स इन्जोय द भ्यू टुगेदर है त। भ्यू इन्जोय गरेर रमाउँदै हाँस्दै खेल्दै गाइजहरू हामी पुग्यौँ भैरवस्थान मन्दिर हन। भैरव बाबाको दर्शन गरेर एकदम मिठो पारामा एकछिन आनन्दले यहीँ बसेर पूजा गरेर भैरवस्थानबाट निस्केर गाइजहरू च्याट्ट लाएर राइड हानेर हामी आयौँ बाहुन डाँडामा हन। बाहुनले बाहुन डाँडा भेट्टायो भन्दै अघि बढेर च्याट्ट लाएर हामी पुग्यौँ होटेल पौवा पाल्पा है त। गाइजहरू यहाँ आएर एकदम मिठो पारामा लन्च गर्न बसेर हामी यहाँ आउने बित्तिकै सबभन्दा सुरुमा त हामीलाई यहाँ वाटरले सर्भ गर्नुभयो हन। भन्न पर्ला पानी गाइजहरू त्यही भएर नि मलाई एकदम ठिक लाग्छ कि सधैँ आउँदाखेरि दामी तरिकाले सर्भ गर्नुहुन्छ। अनि त्यसपछि चिया अर्डर गरेर चिया पिउन थालिसकेपछि मैले मगाएँ आलु साधेको जुन मिठो पनि थियो न। गाइजहरू यति खाइसकेपछि बाइकमा तेल राखेर गाइजहरू हामी फर्क्यौँ घर। आजको लागि यति भन्दै थ्याङ्क यू फर वाचिङ एन्ड डु सब्सक्राइब है त। सब्सक्राइब गर्न नबिर्सिनुहोस् है त।